यो के हो डोको बुन्ने चोयामा चाहिँ मलाई तिमीले मासु दिएको भन्छ क्या मेरो बुढाले चाहिँ। हेर्नु न कोही बेला चाहिँ नि मलाई आफूले पकाएको खानालाई चाहिँ सजाउनु मनपर्छ नि त, डेकोरेट गर्नु सिक्नुहरू मनपर्छ नि त होइन, हरेक कुरा सिकेको हुँदैन। अनि आज त मैले डेकोरेट गरेको थिएँ कि काँक्रालाई मेहनत गरेर काटेर हो, लोकल कुखुरालाई मजाले डेकोरेट गरेर दिएको थिएँ कि। ला तिमीले त मलाई त डोको बुन्ने चोयाको वरिपरि मासु हालेर देसाउँछ भन्छ हो, हाँस पनि उठ्छ हो। खै के भन्नु यसलाई, एप्रिसिएसन भन्नु कि मेरो खाना बनाउने तरिकाको मजाक उडाएको भन्नु कि या के गरेको थाहै छैन। म त हाँस उठेर झन्डै मरे। अनि तपाईँहरूले पनि यसरी डेकोरेट गरेर दिँदा या सजाउँदा चाहिँ कस्तो खालको उयोहरू आउँछ तपाईँहरूलाई चाहिँ मलाई पनि भन्नु होला है। अनि मलाई त राम्रो लाग्यो, हुन त अब सबैलाई राम्रो नलाग्नु पनि सक्छ, आफ्नो आफ्नो नजरिया हो है। मलाई चाहिँ मन पर्यो, तर मेरो बुढाले चाहिँ यसरी मजाक गरिरहनुहुन्छ, तर हि लभड इट एन्ड उहाँले सबै खानु भएको थियो क्या, उहाँलाई पुरा मन पर्यो अरे भन्नुहुँदै थियो क्या लास्टमा क्या।